Hello guys, welcome to my another vlog. फोटो खिच्ने भन्दैछ ल हेर्नु ल पोज हेर्नु त ल ल ल पोज ल आइको छ ल ल कताबाट उठ्ने ल कोही सक्छ त कोही सक्छ मै त सक्दिनँ भित्र त के जानु है भित्र फेरि यता फर्काउने न क्या उता उता बतासले उडाइ लाग्यो माया मेरो दामी रहेछ ठाउँहरू चाहिँ यहाँ यो मन्दिरबाट अब हामी यता पनि मन्दिर छ अरे यतातिर अब यसै छ नै ल ठिक छ ल माई मिस्टेक ल मन्दिर छ नै अरे म त छ अरे भनेको छ नै अरे ल ठिक छ चट्टसँग हामी यसरी घुम्दै जाने हो चट्टसँग अब ल अब हामी अब अगाडिको मन्दिर गएर अब एकैचोटिमा आउँछौँ कस्तो तिर्खा लाग्यो यहाँ धारावाहिक छ नयाँ स्थलको रहेछ ल बेल हो बेल बेल कहाँ रहेछ यसको रुख ए यहाँ हुनुहुन्छ तपाईँ मन्दिर यो त यही हो
त्यसमा हामी यहीँ जाने हो अनि बेल खान्छ र दाइ राउन्डा फान्ने अन्त बेल खान्छ र खान्छ त यो प्रोटिन हुन्छ सबभन्दा यो भिटामिन ए को सबभन्दा राम्रो प्रोसेस हो ए लु प्रोटिन भन्ने मेरो थाहा पाइयो आज ल रहेछ है त गाइस प्रोटिन राम्रो राम्रो बनाएको यत्रो परबाट आयो गाइस घुम्दै घुम्दै चट्टसँग आइयो होइन नुन थर बागमतीमा आइयो है चट्टसँग ताला हानिदिएको छ मान्छे भने छैन आएको अहिलेसम्म है मान्छे एउटा आएको छ नि त ठाउँ चाहिँ राम्रो छ हेर्नु न यहाँबाट फर्किने कुरा भयो अब फर्किनुपर्छ जस यहाँ चाहिँ भिजिट एगेन भनेर चाहिँ लेखेको रहेछ यहाँ ढुङ्गामा है भिजिट एगेन अरे नि त हो फेरि भिजिट एगेन ढुङ्गामा लेखेको छ ढुङ्गामा फेरि भिजिट यो कहिले टिकट काम लाग्छ कि डेट हुन्छ नि त टिकटमा आजकै डेट हो त त्यही त अब आजै आउनु पऱ्यो फेरि आजै त हो के गाडीको हो अब त्यसले यता चेक गर्छ अब त ए एकचोटि ट्राई गर्छु गाइस अब हामी त्यहाँबाट फर्किँदैछौँ है अब माथितिर लाग्दैछौँ तर जे होस् होइन गर्लफ्रेन्ड बोयफ्रेन्ड भेट्ने किसिम गर्ने चाहिँ राम्रो रहेछ पुरा म त मोए भयो त सिङ्गल लाग्यो फेरि मोए हो भने भयो त नि यो भिडियो चाहिँ निदेशले हेऱ्यो भने चाहिँ मोए नै भयो लु होइन म यो ठाउँलाई विस्तृत रूपले जान्छु नि त त्यही भएर अच्छा ठिक छ हामी त चट्टसँग गाइस जङ्गलहरू हेर नोस् जङ्गलहरू मस्त छ यहाँ चाहिँ जङ्गल भयो तपाईँले खोला भयो चाहिँ रमाइलो छ ठाउँ चाहिँ कस्तो लाग्यो ठाउँ चाहिँ दाइ धेरै राम्रो छ हरियाली पुरा पिस पुरा शान्ति छ होइन तर हावा अलिकति छैन शान्ति उसको नाम शान्ति थियो गाइस उसको नाम शान्ति थियो शान्ति बनाएर गयो पुरै शान्त बेशान्त बनाएर गयो के भन्नु र गाइस त्यही छ तर रमाइलो छ ठाउँ चाहिँ राम्रो छ गाइस अब हामी यहाँबाट तपाईँहरूलाई बिस्तारै अनि यहाँ भरतताल लान्छौँ होइन त्यो सर्लाही जिल्ला हो नि दाइ यस भरतताल लान्छौँ तपाईँलाई भरतताल चाहिँ कहाँ छ भन्दाखेरि सर्लाही जिल्लामा छ हामी चाहिँ अहिले यहाँ रौतहट जिल्लामा प्रवेश गरेर घुमघाम गरेर छौँ अब चाहिँ तपाईँलाई उहाँ लानेछौँ है त अब एकैचोटि हाम्रो भेट भरततालमा हुनेछ फाइनली गाइस